99 मानिसले यो बानीका कारण जीवनमा हार्छन्। के तपाईले कहिल्यै सोच्नु भएको छ किन केही मानिसहरू लगातार सफल भइरहेका हुन्छन् तर धेरैजसो मानिसहरू त्यही ठाउँमा अड्किरहन्छन्? सत्य के हो भने 99 मानिसहरू प्रतिभाको कमीले होइन एउटा नराम्रो बानीका कारण हार्छन्। त्यो बानी हो आजको काम भोलि गर्ने बानी। यदि तपाईमा पनि यो बानी छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि यसले तपाईको सोच बदल्न सक्छ। कल्पना गर्नुहोस् 2 जना साथीले एउटै दिन आफ्नो सपना सुरु गरे। पहिलो व्यक्तिले भन्यो म आजबाट सुरु गर्छु। सानो भए पनि 1 कदम अगाडि बढ्छु। दोस्रो व्यक्तिले भन्यो अहिले होइन, भोलिदेखि सुरु गर्छु। अझ राम्रो समय आएपछि गर्छु। 1 दिन बित्यो, 1 हप्ता बित्यो, 1 महिना बित्यो, 1 वर्ष बित्यो। पहिलो व्यक्ति धेरै अगाडि पुगिसकेको थियो। दोस्रो व्यक्ति अझै भोलिकै प्रतीक्षामा थियो। यही हो फरक। सफल मानिसहरू पर्फेक्ट समयको प्रतीक्षा गर्दैनन्। उनीहरू उपलब्ध समयलाई नै पर्फेक्ट बनाउँछन्। याद राख्नुहोस्, तपाईको सपना तपाईको बहानाभन्दा ठूलो हुनुपर्छ। यदि तपाई सधैँ डर, आलस्य वा अरूको विचारका कारण रोकिरहनुभयो भने समय बितिरहन्छ तर जीवन बदलिँदैन। हरेक दिन आफैलाई एउटा प्रश्न सोध्नुहोस्, आज मैले मेरो सपनाको लागि के गरेँ? यदि उत्तर केही पनि होइन हो भने तपाई आफ्नो भविष्य आफै पछि धकेल्दै हुनुहुन्छ। साना कदमहरू साना लाग्न सक्छन् तर हजारौं साना कदमले नै ठूलो सफलता बनाउँछन्। आज एउटा निर्णय लिनुहोस्, भोलिदेखि होइन, अर्को महिनादेखि होइन, अहिलेदेखि। किनकि सफल मानिस र असफल मानिसबीचको सबैभन्दा ठूलो फरक प्रतिभा होइन, काम सुरु गर्ने निर्णय हो। याद राख्नुहोस्, सपनाले जीवन बदल्दैन, दैनिक कार्यले बदल्छ। यदि यो भिडियोले तपाईलाई प्रेरणा दियो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै शक्तिशाली मोटिभेसन भिडियोहरूको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। भेटौं अर्को प्रेरणादायी भिडियोमा।